कतिजना मान्छेलाई चाहिँ मेरो बोली मन नपर्दो रहेछ कि कस्तो ठाडो बोलेको कस्तो घमण्डी पाराले बोलेको भन्नुहुन्छ कि अब मेरो नेचुरल बोली नै यस्तै छ त मैले यसलाई कसरी मोडिफाई गरौँ अब मलाई नक्कल झक्कल पारेर बोल्नै आउन्न त अब मेरो यसमा के दोष मेरो नेचुरल बोली नै यस्तै हो घमण्डी नभनिदिनु होला भन्दै म हजुरलाई आज देखाउँदैछु चिकन अचार बनाएर यो चाहिँ 4 केजी जस्तो चिकन हो बुढाले काटिदिनु भयो सानो सानो पिसमा मैले यसरी हल्का बेसार अनि जिरा धनियाँको पाउडर लगाएर एकछिन मेरिनेट गरेर ढाकेर राखिदिन्छु साथीहरू हजुरहरूले कसले ट्राई गर्नुभएको छ पक्कै ट्राई गर्नु होला मेरो भिडियो हेरेर अब उता चिकन मेरिनेट हुँदै गर्छ त्यतिन्जेलसम्म चाहिँ हामी अब लसुन अदुवाहरू रेडी गरौँ न त भनेर मैले चाहिँ लसुन काटिदिएँ मेरो चाहिँ अलिकति नङ दुखेको थियो त्यही भएर मेरो हस्बेन्डलाई नि फोक्नुहोस् न भनेर लगाएको मैले चाहिँ अदुवा काट्दैछु अदुवा लसुन लगभग रेडी भइसकेपछि म चाहिँ यहाँ लाग्दैछु अब चिकन फ्राई गर्न साथीहरू चिकनलाई चाहिँ मैले धेरै एकदमै हार्ड पनि बनाएको छैन ठिक्क अनि रातो रातो हुने गरेर फ्राई गरेको छु मैले चाहिँ पुरै भिडियो लिन पाइनँ किनभने भिडियो लामो हुन्छ नि त यो चाहिँ मेरो लास्ट गान थियो अनि यता पाक्दै गर्छ म चाहिँ अब लसुन र अदुवालाई अलिकति सानो टुक्रा पार्छु अनि फ्राई गर्न सजिलो हुन्छ भनेर सानो सानो टुक्रा पार्दैछु साथीहरू यो अचार बनाउँदा चाहिँ कुनै पनि झन्झटिलो प्रोसेस छैन मैले चाहिँ घरमा जे एभाइलेबल छ त्यही त्यही कुराहरू राखेर सजिलैसँग बनाएको छु पक्कै पनि हजुरहरूले ट्राई गर्नुहोला अनि यता मैले धुलो मसला र लसुन अदुवाको पेस्ट पनि बनाएको छु त्यसपछि लसुन अदुवालाई एकछिन यसरी फ्राई गरिदिएँ अघि काटेको त्यसपछि अनि तेलमा यो पेस्ट बनाएकोले हल्का रातो रातो हुन्जेलसम्म पकाउने अनि सँगै पाउडर पनि हालिदिने यसमा पाउडर चाहिँ धेरै टाइम पकाउनु पर्दैन किनभने अलरेडी रोस्टेड गरेको हो नि त यो त्यसपछि अघि फ्राई गरेको चिकनमा राखिदिने साथीहरू धेरै लामो प्रोसेस छैन हजुरहरू पनि ट्राई गर्नु होला अनि मेरो चिकन अचार चाहिँ रेडी भइसक्यो कस्तो लाग्यो हजुरहरूलाई हेर्नु कस्तो दामी टेस्टी भएको छ अनि यो अचार बनेसँगै हामीले चाहिँ आधा केजी जसति चाखेर सकायौँ अनि बाँकी रहेको चाहिँ यसरी कन्टेनरमा स्टोर गरेपछि अनि बिग्रिँदैन नि त अचार अलि लामो समयसम्म राख्न मिल्छ भनेर कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गर्नु होला बाई बाई